तपाईं 5 सिटे, तपाईं 1 सिटे, तपाईं 2 सिटे भन्दै सार्वभौम संसदको अपमान गर्ने काम भइरहेको छ। याद रहोस्, यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्थामा एकजना सांसदको महत्त्व पनि त्यति नै हुन्छ, बाँकी जति 274 जना सांसद छन्। हामी जनताका जनप्रतिनिधि हौं, कसैको दया र निगाहमा यहाँ आएका होइनौं। हाम्रो कर्तव्य सत्य कुरा बोल्ने हो। कसैले कसैलाई कति समर्थन गर्छ, कसको पक्षमा कति सांसद छन्, कसको सरकार छ, कसको जनमत छ, कसले कति साइबर बुलिङ गर्न सक्छ, त्यो विषयवस्तु हामीलाई कुनै महत्त्व छैन। तर स्पष्टका धारणाका साथ हामी सत्य एक्लै भए पनि खडा हुन्छौँ। असत्यको फैसला भेटले होइन, प्रमाणले गर्छ सत्यको फैसला। सम्माननीय सभामुख महोदय, सत्ता पक्षका सांसदहरूको अभिव्यक्ति मैले सुनेको छु। तपाईँ 5 सिटे, तपाईँ 1 सिटे, तपाईँ 2 सिटे भन्दै सार्वभौम संसदको अपमान गर्ने काम भइरहेको छ। याद रहोस्, यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्थामा एकजना सांसदको महत्त्व पनि त्यति नै हुन्छ, बाँकी जति 274 जना सांसद छन्। त्यो भए हुनाले संसद सङ्ख्याले चल्ने होइन, विधिले चल्ने हो। संसद नीतिले चल्ने हो। संसदको सङ्ख्या महत्त्वपूर्ण केवल सरकार बनाउन, सरकार टिकाइराख्न, सत्ताको गोटी बन्न मात्र काम लाग्छ। त्यो भएर सम्माननीय सभा महोदय, यो सार्वभौम संसदलाई अपमान गर्ने, पटक पटक इतिहास पल्टाएर हेर्नुहोस्। हाम्रो इतिहास के थियो एकछिन पल्टाएर हेरौँ त, छातीमा हात राखेर जम्मा 3 वर्ष अगाडिको इतिहास हेरौँ। कोही सडकमा कराइरहेका थियौँ, कसैले सडकमा कुटाइ खाइरहेका थियौँ, आक्रमण भोगिरहेका थियौँ, कसैले शरीरभरि साङ्लो बाँधेर माइतीघर मण्डलमा उभिरहेका थियौँ, कोही हिरासतमा हत्कडी लगाएर थुनिएका थियौँ। तर आज सत्ताको हुर्मत लिने केही मन्त्रीहरू हिजो त्यही सत्ता राज्य सत्ताको छत्रछायामा हुर्किँदै राष्ट्रघाती एमसी पास गराउन सघाउँदै हामीमाथि आक्रमण गर्न आक्रमणकारीको सहगोत्री थिए। र सम्माननीय सभा महोदय, हिजो संसदमा झन्डै त्यतिखेर सरकारको पनि 2/3 थियो, बहुमत थियो। त्यो सरकारले हाम्रो कुरा सुनेन, प्रतिपक्षलाई अपमान गर्यो, सांसदलाई अपमान गर्यो। त्यसको परिणामस्वरूप भदौ 24 र 23 को आन्दोलन भयो। त्यो सरकारको संसदको बहुमत केही काम लागेन, हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आयो। सम्माननीय सभामुख महोदय, अनि अर्को कुरा, 35 वर्षदेखि लुटे, हामीले पनि लुट्न पाउनुपर्छ भन्ने बासी अहिले निर्माण भइरहेको छ। 35 वर्षदेखि तिनीहरूले लुटेकै कारणले गर्दा अहिले जनताले जनमत परिवर्तन गरेका हुन्। फेरि लुट भनेर जनताले जनमत दिएका होइनन्। यो कुरा हेक्का रहोस्। सम्माननीय सभामुख महोदय, म सम्मानपूर्वक भन्न चाहन्छु, सङ्घर्षको कुरा गर्दा यो देश बनाउनका लागि तपाईँहरूको जति सङ्घर्ष छ, हाम्रो पनि त्यति नै सङ्घर्ष छ। फरक यति मात्रै थियो, तपाईँहरू सायद सुगम र सुविधा सम्पन्न परिवेशबाट आउनुभएको होला। हामी दुखी गरिब र किसान सर्वहारा वर्गका सन्तान थियौँ, त्यही परिवेशबाट आयौँ। तपाईँहरू टेलिभिजनभित्र, चिल्ला स्टुडियोभित्र बसेर, एसी रुमभित्र बसेर आफ्ना विचार राख्नुहुन्थ्यो होला। हामी सडकमा उभिएर आफ्नो आवाज उठाउँथ्यौँ। तपाईहरू सामाजिक सञ्जालमा स्टाटसबाट देश बदल्ने सपना देख्नुहुन्थ्यो होला। हामी लाठी भाला र साङ्गीतिक आक्रमण भोग्दै गिरफ्तारी र दमन सहदै परिवर्तनको आवाज उठाउँथ्यौँ। तर हाम्रो आवाज एउटै थियो, सुशासन, सुशासन, भ्रष्टाचार मुक्त नेपाल। सम्माननीय सभामुख महोदय, हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बिचमा केही फरक देखिएन। सम्माननीय सभा महोदय, हिजो उनीहरूको 2/3 बहुमत थियो, 33 किलो सुन काण्डको निष्पत्ति छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पत्ति छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न।